ओइ तेरो नक्सा म दिन्छु वडामा आइज। कसलाई नक्सा चाहियो? म कहाँ आउने? मत माग्न गाउँ होइन घर घर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो गर्ने मतदातालाई दिएको धम्की हो यो धम्की अरू कसैले होइन, ओलीकै कार्यकर्ता झापाको गौरादह नगरपालिका 4 का वडा सदस्यले दिएका हुन्। एकपटक तपाई पनि सुन्नुहोस्। फकाउनु पर्ने मतदातालाई ओलीले गुण्डा जस्ता जनप्रतिनिधि लगाएर थर्काउन थालेका छन्। वर्षौंसम्म एकलौटी राज गरेका उनले गुनासो गर्नेको मुख थुन्न खोजेका छन्। रासोपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएपछि तर्सिएका ओलीले गुनासो गर्नेलाई निर्वाचन आचार संहिता विपरीत धम्क्याउन र तर्साउन स्थानीय जनप्रतिनिधि नै प्रयोग गर्न थालेका छन्। 4 पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली मंगलबार मत माग्न झापाको गौरादह पुगेका थिए, जहाँ सुकुम्बासीहरूले ओलीसँग अहिलेसम्म आफूले आश्वासन मात्र पाएको तर धनी पूर्जा पाउन नसकेको भन्दै गुनासो गरिरहेका थिए। तर गुनासो राम्रोसँग सुन्दै नसुनी ओली तर्किन खोजिरहँदा एकजनाले फ्याट्ट बोले, कसलाई चाहिएको नक्सा? उनी यतिमै सीमित हुँदैनन्, ती प्रश्नकर्तालाई धकेल्दै थर्काउन थाल्छन्। ओइ तेरो नक्सा म दिन्छु वडामा आइज। नक्सा चाहिए म कहाँ आइज भन्दै दुर्व्यवहार गर्छन्। ओलीलाई स्थानीयले गरेको प्रश्नदेखि वडा सदस्य सूर्य बहादुर नेमवाङ सुब्बाले गरेको यो दुर्व्यवहार सम्मलाई एकपटक तपाई पनि हेर्नुहोस्। कति पर्खिनु भन न, तपाईँ टिमबाट पढाउनु हुँदा पर्खे परेको नि त, कति पर्खिनु हामी कति पर्खिनु भन न, कति पर्खिनु भन 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु नक्सा राखेर हामी नक्सा म दिन्छु म तेरो नक्सा म स्थानीयलाई धम्क्याएर थर्काएर कुटौला झै गरेर मत माग्ने यो कस्तो रवैया हो एमालेको? फकाउनु पर्ने मतदातालाई गुण्डा जस्ता जनप्रतिनिधि लगाएर थर्काउने यो कस्तो तरिका हो? निर्वाचन आचार संहिताले कुनै पनि जनप्रतिनिधिलाई चुनावी प्रचार प्रसारमा गएर उम्मेद्वारको पक्षमा भोट माग्न निषेध गरेको छ। तर त्यसको खिल्ली उडाउँदै ओलीले आफ्नो अघि पछि जनप्रतिनिधिहरूलाई नै लगाएका छन्। त्यो पनि मत माग्न मात्रै होइन, मतदातालाई धम्क्याउन। के ओली र उनका आसेपासेले कानुन मान्नु नपर्ने हो? यिनलाई जनताले गुनासो गर्न पनि नपाइने हो? स्थानीयले हिजो जिताएका र आज फेरि मत माग्न आएका उम्मेद्वारलाई प्रश्न गर्न नपाइने हो? जिम्मेवारी पाउँदा काम नगर्ने, गुनासो गर्दा पनि कुटौला झै गर्ने एमालेको यो कस्तो रवैया हो भन्दै स्थानीय आक्रोश पोख्न थालेका छन्। त्यसो त गाउँ होइन घर घरमा मत माग्दै हिँडेका ओलीलाई अहिले जहाँ जहाँ गयो त्यहाँ स्थानीयले र्याख र्याख पारिरहेका छन्। आश्वासन मात्र देखाएको काम नगरेको भन्दै ओली माथि खन्निरहेका छन्। चुनाव जितेर गएपछि भेट्न समेत नदिएको भन्दै एमालेका कार्यकर्तालाई ज्यादै खराब रहेछन् भन्दै एमाले समर्थकले नै ओलीसँग गुनासो गर्न थालेका छन्। यो भिडियो पनि हेर्नुहोस्, जहाँ ओलीसँग सुकुम्बासीहरूले वर्षौंदेखि आशै मात्र देखाएको तर काम नगरिदिएको भनेर गुनासो मात्रै गरिरहेका छैनन्, पैसा मागेर हैरान बनाएको भन्दै एमाले कार्यकर्ता ज्यादै खराब रहेछन् भन्दै आक्रोश समेत पोखिरहेका छन्।
तपाईँले भेट्न दिँदैन थियो हामीलाई सरपञ्च अध्यक्षबाट हामी सक्नु खाटाहरू सबै सनाइदिन्छौँ उहाँ त आएर मेरो चाहिँ एउटै हो पार्टी म अस्ति पनि त्यस्तो गर्नु जनता पक्षमा नगर्नु एउटा तपाईँ भनेको यहाँको पास नम्बर होइन यो सबै नेपालभरिको तपाईँ हो हामीले दिएर तपाईँ अझै हामीले त तपाईँलाई नै दिने अझै भनिरहेका छौँ हामीले त्यस्तो गरे यहाँका भुइँ मान्छेले हामीलाई यस्तो गरे क्या होइन खोल्ला त सबै खुसी दिनुपर्छ होइन हामीले दिन्छौँ भने हाम्रो समानता हुनु पर्यो नि जनता तपाईँको लागि बराबर हुनु पर्यो कसैलाई 45 छ कसैलाई 28 छ जुन राम्रो खेल्छ त्यसलाई चाहिँ 7 र 8 छ दुई पनि को छ हेरिदिनुहोस् न प्लिज जग्गा हेरिदिनुहोस् भन्दा पनि तपाईँका कार्यकर्ताहरू नि धेरै खराब छन् हामी अहिले भनेको एमालेका मान्छे होइन हामी अहिले बनेको एमालेको होइन हामी त जन्मेदेखि नै भन्नु त्यस्तो मान्छेलाई हामीले यति रुवाएको छ कि माधव दाईहरूलाई त हामीले कति पछ्याएर हिँड्नु त हामीलाई अहिले तपाईँले घरै पछि जानु कि यही दुखेको हुन्छ सबैको यही दुखेको हुन्छ किन तपाईँमा सुनाइ किन पुऱ्याइदिएन त हामी संगठन समिति गरेर खडा गर्छौँ अर्को उहाँले गरेर हाम्रो चाहिँ लानै दिनुहुन्न रोकिदिनुहुन्छ त्यस्तो गर्ने हो त्यस्तो गर्ने हो त्यस्तो गर्ने कति दुखेको छ हामीलाई अर्को कुरा के हुने अब उहाँले चाहिँ कहिले कमाएर के को दिनु नि गाडी आउने हामीलाई उहाँले मालपत्र के भन्नुभएको छ भने नि हाकिमले सर हाम्रो बिरुवा लान पर्छ तपाईँहरू जबसम्म गरेर आउँदैन गरेर खास भन्दाखेरि मान्छे लगाएर मकै पोखेका आउँछ मकै पोखेका मकै त्यस्तो गर्नु पाइन्छ मकै ल्याऊ मकै पोखेका कस्तो छोड्देका आखिर हामीले नसकेर 1200 रुपियाँ किलोको मकै लिएर जसले हामीले गर्न दिएको हो किन त्यस्तो गर्न पाइन्छ सल्लाह के भएको छ 3 महिना अगाडि हामीले जानकारी गराउन सरकारले अनि छोड्ने भनेको छ अस्ति चाहिँ माथि पनि कुरा गरेर अनि तपाईँ फेरि यो ग्यास्ट्रिक भएको त्यही अल्सर भयो सबै हस्पिटलमा गयो कुनै हस्पिटलले पनि निको पार्न सकेन त्यसरी दुखा गर्यो त्यत्रो कमाएको पैसा नि भ्यायो लास्टमा म त्यहीँ गएर अहिले यतिकोसम्म भएको छ